पहिले हामी चौतारामा लामागाउँ चौतारामा बस्थ्यौँ। त्यहाँबाट अब पैसा पनि उडाउँथ्यो, फाइल पनि उडाउँथ्यो। त्यसपछि सर हामीलाई भवन भएन भनेर अहिले उहाँले पक्की नै चाहिन्छ। अहिलेको अवस्थामा अब पक्की भवन त पक्की हुन सकिरहेको छैन। त्यस कारणले हामीलाई जसरी भए पनि एक वर्ष ढिलो भए पनि हामीलाई पक्की नै चाहिन्छ भनेको थिएँ। हाम्रो एकदम भावना पूर्ति गर्नुभएको, त्यसको लागि उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। हामीले सीमित स्रोत र साधन मात्र थियो। त्यसले गर्दा हामीलाई वित्तीय कारोबारमा विभिन्न समस्याहरू झेल्नु परेको थियो। जब यो 3 कोठे ठुलो भवन हामीले प्राप्त गरिसकेपछि हामीले सेवा सुविधामा चाहिँ हामीले प्रभावकारी रूपमा कार्य सम्पादन गर्न सक्नेछौँ। यो भवन शीतला बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई बालकन्या महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड एक अवसर 1 करोड पश्चात जुन हस्तान्तरण गर्नुभयो, त्यो हस्तान्तरण गर्नुहुने सम्भव नेपालप्रति आभार प्रकट गर्न चाहन्छु र सम्भव नेपालका पूर्व अध्यक्ष प्रेम कुमार खत्रीज्यूलाई पनि हार्दिक आभार प्रकट गर्न चाहन्छु। गाउँपालिका वडा नम्बर 8 राजमती निवासी सफल पर्यटन व्यवसायी एवं सम्भव नेपालका पूर्व अध्यक्ष सफाई श्री प्रेम कुमार खत्रीज्यूले यस संस्थाको लागि पक्की कार्यालय भवन निर्माण गरी हस्तान्तरण गर्नुभएको साथै संस्थाको हित र उन्नयनको लागि विगतदेखि हालसम्म निभाउँदै आउनुभएको सहयोग एवं सद्भावको चाहिँ उच्च मूल्याङ्कन गर्दै आगामी दिनहरू सबै यहाँको साथ र सहयोगको चाहिँ अपेक्षा गर्दै छ। धन्यवाद। यो सम्मान पत्र प्रदान गरिएको छ।